रियल मैड्रिडको पहिलो विन अन्डर जावी अलोन्सो। रियल मैड्रिडले क्लब वर्ल्ड कपको पहिलो म्याच जित्न पुगेको छ अनि त्यो पनि 10 म्यानसँग। स्कोर लाइन 3-1 देखेपछि हजुरलाई लागिरहेको होला कि रियल मैड्रिडले धेरै नै डोमिनेट गर्यो, तर ना ब्रो, पोर्चुगालले 11 शॉट्स अन टार्गेट हानेको एन्ड रियल मैड्रिडको 3 शॉट्स अन टार्गेट थियो। जस्ट इमेजिन कोर्तोवाले कति सेभ गर्यो होला त। ओहो, त्यसैले यो गेम कोर्तोवाको हातमा थियो एन्ड कोर्तोवाले डिलिभर पनि गर्यो। यदि नर्मल किपर भएको भए त्यति धेरै सेभ गर्न सक्दैन थियो होला। रियल मैड्रिडले जुन एउटा गोल खायो नि त्यो गोल पनि जान्न थियो होला यदि त्यो डिफ्लेक्ट नभएको भए। त्यति बवाल खेलेको थियो कोर्तोवा। मैले कोर्तोवाको मात्र कुरा गर्दा यो होइन कि अरू प्लेयर राम्रो खेलेन, अरू प्लेयर पनि दामी खेलेको। भालभर्दे राम्रो खेल्यो, डिविसनको झन् त्यो पास ओहो दामी खेलेको डिविसन पनि। एन्ड आर्दा गुलरको पनि दामी गेम थियो, गोल पनि हान्यो। एन्ड 10 म्यान भइसक्दा पनि 3 गोल हान्नु रियल मैड्रिडले आफू सुपिरियर भनेको स्टेटमेन्ट दिएको छ यो क्लब वर्ल्ड कपमा। जावी अलोन्सोको लागि पनि एउटा यो बुस्ट दिनेवाला गेम रहनेछ। एन्ड एसेन्सियलको त्यो मिस्टेकले गर्दा आज झन्डै रियल मैड्रिड आउट हुन सक्थ्यो क्लब वर्ल्ड कपदेखि। एन्ड जावी अलोन्सोले यसको बारेमा एसेन्सियलसँग कुरा गर्ने पनि इन्टरभ्यूमा बताएका छन् है। एन्ड लास्टमा हजुरहरूले के लाग्छ त, रियल मैड्रिड के अब राउन्ड अफ 16 मा क्वालिफाई होला त? जस्ट लेट मी नो इन द कमेन्ट्स है।